बाबा सो गाइस चढिसक्यो आइज एउटा घर यता छ अर्को घर त्यता छ अनि अघि हामी गएको घर चाहिँ त्यो है माथि जान माथि उता भिडियो ब्लग मिठो सब देखाएको म कस्तो देखाएको है कस्तो देख्यो राम्रो देख्यो सो गाइस अब हामी चाहिँ गाउँ घरमा भिजिट गरिरहेको छौँ र यहाँ चाहिँ चराचुरुङ्गी आवाजहरू अनि यहाँबाट चाहिँ एकदमै होइन शीतल हावा आइरहेको छ र अलिअलि गर्मी पनि भएछ उकालो चढेर सो अब हामी चाहिँ जङ्गलको बाटो यसरी जान्छौँ सो गाइस कमन यहाँबाट लडेको पनि भिडियो हुनु होइन ट्राम ओ गाइस यो चाहिँ लड्यो है ए सो गाइस चिप्लो रहेछ है ल बाटो जस्तो छ हेर्नुहोस् यहीँ अल्झेर लो बाटो बाटो आफैले बनाउँदै हिँड्दैछौँ हामी चाहिँ पुरो पुरो बारी भ्याएछ चाहिँ हो यहाँ चाहिँ घर छ हेर्नुहोस् गाइस एउटा कालो भैँसी छ यो जस्तै कालो भैँसी अरे बोल्नु भ्लगमा I'm Ronaldo fan, so guys मेन्टल हेल्थ देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ नेचुरल हो यो सप नेचुरल बाबाले पनि देखिन्छ सो एकचोटि चेक गर्नु होला हजुरहरूले यता मात्रै राख भन्नु पर्दैन पुरा कस्तो कस्तो हामी हामी चाहिँ यहाँबाट चाहिँ तल झर्छौँ है यतातिर कस्तो देखियो यतातिर यो बाटो चाहिँ उता जङ्गलमा दाउरा टिप्न जाने बाटो हो यो चाहिँ यहाँ चाहिँ बिहान बिहान आउनुपर्छ यहाँ मृगहरू बाघहरू चाहिँ खेल्न आउँछ यहाँ जस्तै अहिले चाहिँ बेलुकाको बेला चाहिँ हामी आम सोच्नुहोस् तपाईँहरूले हामी नै हो बाघ अगाडि हिँड्नु होला र म पछाडि हिँड्दिनँ सो गाइस यो डराइसक्यो बिहान माथि त छ भ्यू त्यहाँ ल म त्यो बनाइदिन्छु हेर्नुहोस् गाइस भ्यू चाहिँ बाबा आहा यो चाहिँ पछाडिको सेरबेसी हो दोस्ता आइलाममा सेरबेसी भन्छ यो ठाउँलाई चाहिँ Look at this. This is a Serbesi location. So guys, hello everybody. Come on. Come on. This यो चाहिँ अब यो बोकेर ट्राई हुन्छ एकचोटि होइन यसलाई चाहिँ ढिकी चाउ भन्छ है गाउँतिर चाहिँ ढिकी चाउ कमान एकचोटि यसलाई बोकेर ट्राई हान्न बोक्नु त कहाँ सक्छ यत्रोको यो त सालको होला यहाँ यस्तो साल भन्छ सुकेको यस्तो सुकेको साल भन्छ हामी चाहिँ कहाँ गयौँ थाहै छैन हामी चाहिँ बाटो हिँडिरहन्छ सिधा बाटो छैन यहाँ चाहिँ हामी फाल्न पर्ने रहेछ यहाँ चाहिँ अब बाटो छैन यहाँ चाहिँ अब बाटो यस्तो हेर्नुहोस् यहाँ यो यस्तो भिड छ यहाँबाट हामी फाल्न पर्ने हो हामी फाल्न पर्ने हुन्छ हामी चाहिँ हामी फाल्नु डन्ड डेट भएको यो चाहिँ अब मेन्टल जस्तै भयो यो चाहिँ हेर्नुहोस् बाटो हेर्नुहोस् यता बाटो हेर्नु यो चाहिँ मैले फसाइहालेँ होइन म चाहिँ यता जान्छु राम्रो बाटो
त्यो चाहिँ मुर्गा बनाएर हामी फाल्न लगाएँ ल हेर्नुहोस् दिमाग धेरै भइसक्यो त्यो सो गाइस अनि त्यही हो है अब हामी चाहिँ गाउँमा भिजिट गर्दैछौँ सो अब यो गाउँमा चाहिँ जम्मा कतिवटा घर छ भन्दाखेरि 3टा 4टा धेरै छैन कमान चेक गर्न सक्नुहुन्छ देखेको चाहिँ अन्नपूर्ण हो र यतापट्टिको चाहिँ कुन हिमाल हो आई डोन्ट नो दिस इज माउन्टेन एन्ड मलाई थाहा छैन कुन हो है यो माउन्टेनको नाम चाहिँ थाहा छैन हो पहिलो चाहिँ हामी यता यहाँ तल चाहिँ कडुस हो कि कडुस दहरो पाइन्छ यता हामी कडुस दहरो टिप्नाइन्थ्यो हेर्नुहोस् यहाँ तल चाहिँ यहाँ चाहिँ कडुस घारी छ स्टप हान्नु र यता फर्काएर भन्नु पऱ्यो है सो एकचोटि भिड चेक गरौँ है त